सबैजनालाई स्वागत छ फेरि पनि सिटिजको भ्लगमा। अस्तिको नयाँ भ्लग हेर्नुभयो होला हजुरहरूले, क्यामेरा अनबक्स गरेको होला। म चाहिँ त्यही क्यामेराले भ्लग गरिरहेको छु। अहिले चाहिँ म चाहिँ अहिले अफिसमा छु। आजदेखि नयाँ भ्लग सुरु गरेको छु। खास हिजोबाट गर्छु भनेको, हिजो पानी परेर भ्लग स्टार्ट गर्न पाएन एयरपोर्टमा पुगेर। भगवान्ले पनि साथ नदियो भने हिजो मलाई के गर्ने दिदी। हिजो यस्तो सोचेको थिएँ कि मैले होइन, यहाँ अफिस आएर के भन्छ, अफिस आएर हाजिर गरेर होइन, मैले हाजिर गरेर म उता एयरपोर्टतिर त्यो सामान पठाएर त्यसपछि चाहिँ भ्लग स्टार्ट गर्छु, त्यहाँबाट कहाँ कहाँ गएको भनेर गर्छु भनेको। सोचे जस्तो नहुने रहेछ नि त साथीहरू, जिन्दगी नहुने रहेछ सोचे जस्तो। अनि अहिले चाहिँ दिदी र मसँगै घर जानु लाग्यो आज। दिदी किन भन्दाखेरि आज रिपोर्ट बनाउँदैछ। म चाहिँ अलिकति 6 बजीतिर आएको भएर 6 बजीदेखि जहिले 4 भएर है। म चाहिँ त्यो ओभर टाइम चाहिँ भएको छैन अहिले अफिसमा, त्यही नै हो। पैसा आए जस्तो छ दिदीकोमा। मैले आज पैसा पठाएको थिएँ कि दिदीलाई। पैसा आएको आइछ त के हो, कति पैसा आएको, पैसा आएको आइछ दिदीको। ऊ अझै आयो पैसा। मेसेज रे हाम्रो पनि पैसा यसरी आयो टुटुङ गरेर। तर के गर्नु, यो काठमाडौँको मौसम कस्तो भइरहेको भने घरि गर्मी भइरहेको, घरि जाडो भइरहेको क्या अहिले। कस्तो हुनुपर्ने भन्दाखेरि अहिले काठमाडौँको मौसम वैशाख के अरे चैत वैशाख त गर्मी हुनु पऱ्यो होइन। चैत वैशाख महिनामा त गर्मी महिना हुनुपर्ने होइन। अघि त बिहान त कस्तो जाडो थियो भने पुरै त्यो शीत झरेर सेतो त्यो हिउँ परा हुन्छ नि, त्यस्तै भने अघि बिहान त 5 बजीतिर। फेरि यहाँ कसैको म्याडमजीको फेरि यहाँ ऊ भिडियो पेन्डिङमा राखेको छ, मैले एडिट गर्न भ्याएन। एडिट त के गर्नु, आफ्नै एडिट गर्न भ्याएन यहाँ। र भोलि चाहिँ अलिकति सफा हुनु पऱ्यो, यो दारी सारी काटेर कपाल सपाल काटेर चट्ट नयाँ मान्छे लिएर आउँछ ल पर्सि आइतबार है दिदी। पुनः तर यो खै यो दारी काट्यो भने फेरि अङ्कल कस्तो खालको देख्छु म त। जाडो भएको कारणले थर्मोकोट लगाइरहेको छु। हाम्रो एउटा प्रोडक्सन टिमलाई पनि देखाउँदैछु ल कस्तो देख्दो रहेछ। प्रडक्टको चाहिँ अकाउन्ट डिपार्टमेन्ट हो, उता प्रोडक्सन टिम चाहिँ यतापट्टि छ। अफिसको टुर गराइदिउँ न, यता चाहिँ मसियो पनि। कहाँ जानु, घर जानु? मनिषा हेलो भन्नुहोस्। म त भोलि हालिदिन्छु है म त। साँच्ची हो, यता चाहिँ यता मैले 6 मिनट जति बोलिसक्यो म त। अघिदेखि बोलिरहेको छु। मेरो आँखा कस्तो सानो देखेछ एउटा। लाइटमा बस्छ त एकछिन, लाइटमा भयो भने कस्तो उज्यालो देख्छ कि। है काजल कोही कोही फेरि क्यामेरा साइज छ फेरि यहाँ फेरि हेमालाई देखाउँछु ल। कति सेतो आएको है। प्लिज फलो मी इन टिकटक चौधरी भन्दाखेरि अहिले टिकटकमा फलो गरिदियो अरे गाइस। मेरो धेरैजनाहरू प्रायः जस्तो फेरि क्यामेरादेखि लजाउने रहेछ। म त लजाउँदिनँ, त्यो भएर त मास्क लगाएर लजाउँदिनँ अरे। आज मास्क खोलो त नसक्ने भयो, नसक्ने भएर त 2 मिनेट बाँकी। ल ल हिँड्यौँ, सन्डेतिर भेटौँला फेरि। सन्डेतिर भेटौँला। भोलि त आज फ्राइडे हो। भोलि यहाँ चाहिँ अर्को राम्रो मान्छे भेटेँ है, फेरि भ्लग गर्दैछु म। रिजिना दिदी हाम्रो चाहिँ, मेरो चाहिँ फेरि दुइटै आज त के हो सेटमै लगाएर आएर दिदीले त बा। मैले चाहिँ लगाइरहेको छु, मेरो चाहिँ देखाएको छैन कलर, ट्र्याकको कलरै देखाएको छैन त्यति है। किन के भयो र, राम्रै देखिरहेको त। तपाईँले धेरै माथिसम्म लाउनु भयो नि त। अनि माथिसम्म लाउनु भयो कि तपाईँले। यसो लाइटमा आउनु न, कस्तो कालो आएको मान्छे।
सो गाइज म चाहिँ अहिले रुममा आइपुगिसकेँ अघि हतार रेकर्ड अफ गरेको किन भन्दाखेरि हाम्रो त्यहाँ एउटा अफिसमा के अरे सर आएको थियो कि त्यही भएर सरलाई थाहा छैन कि म भ्लग गर्छु भनेर अनि त्यही भएर पनि होला म चाहिँ छिटो क्यामेरा अफ गरिहालेको म खासमा त्यतिखेर दिदीसँग बोलेर म निस्किनु लाग्थेँ है त्यतिखेर घर जानलाई त्यहाँ गएँ है एकछिन सर जानुपर्छ सरले त्यहाँ एकछिन सोधेको थियो सामान एउटा डेलिभरी गर्नुपर्ने थियो गरिसक्यो हो भनेर सोधेको थियो कि त्यहाँ दिदी पनि फेरि खालि त्यो अघि बिहान एकचोटि मैले मोटो छ भनेर भनेको थिएँ कि मैले दिदीलाई त्यहाँदेखि सोधेको छ सबैलाई अनि यता ट्राइपड झऱ्यो फेरि अनि के भन्छ त्यहाँ अफिसबाट निस्किनु लाएर दिदी फेरि बाहिर गइसकेको रहेछ अघि त्यो अकाउन्टेन्ट दिदी चाहिँ बाहिर गइसकेको रहेछ म चाहिँ फेरि चाबी खोजेको थिएँ कि स्कुटरको चाबी नभेटेर हो त्यसपछि त्यहाँबाट डाइरेक्ट घर आइरहेको छु अहिले बल्ल कति आधी घन्टा जति लाग्यो ठ्याक्कै मलाई आउनलाई अनि अहिले चाहिँ 7:32 कि कति भइरहेको 32 होइन 34 भइसक्यो रहेछ अनि त्यसपछि अब चाहिँ म तल पानी ओसार्छु पानी आएको थियो अघि आज बिहान अब त्यही 8वटा जति जार छ त्यो ओसार्छु त्यसपछि क्यामेरामा पनि ब्याट्री छैन जसलाई छैन 62% मात्रै बाँकी रहेछ क्यामेरा चार्ज गर्छु त्यसपछि फेरि तल क्यामेरा चार्ज गरेर म पानी ओसारेर खाना लिएर खाना खाएर अनि भोलि फेरि कन्टिन्यू गर्छु है त भोलि सी यु टुमरो गाइज साँच्ची मैले एउटा कुरा भने बिर्सिएर के भन्छ रुम एकदम मेस्सी देखिरहेछ आज भोलि सफा गर्नुपर्ने छ भोलि सफा गर्छु म चाहिँ भोलि चाहिँ छुट्टी हो मेरो अफिसबाट त्यही नै हो त्यही भन्न लाग्यो अब चाहिँ तल जानुपर्ने हुन्छ काम सकेको छैन मेरो अझैसम्म बिहान 5 बजी उठेदेखि काम मात्रै भइरहेछ मेरो अनि अब चाहिँ म के भन्छ क्यामेरा एकचोटि चार्ज गर्छु अनि ब्याकअप ब्याट्री त छ तर त्यो अहिले घर आएको भएर मैले किन चार्ज गर्ने भनेर हो कि क्यामेरा त्यो रुम चाहिँ एकदम मेस्सी भइरहेको रुम चाहिँ पानी पनि परिरहेको थियो अघि पानी त रोकिसक्यो अहिले चाहिँ म आउने बेलामा धेरै पानी पर्छ घरमा खै के हो ल पछि भेटौँला फेरि है गाइज म चाहिँ अहिले घर आइपुगिसकेँ रुमतिर रुम चाहिँ एकदम मेस्सी छ मैले अघि पनि भनिहालेँ अनि त्यही हो अघि मैले के गर्न जान्छु भनेर भनिहालेँ मैले पानी ओसार्यो काम त्यही हो बिहान उठेदेखि काम सकेको थिएन अघि बल्ल भर्खर यत्तिकै फ्री बस्न पायो म चाहिँ अनि अघि बिहान पनि मैले 9 बजीतिर होला मैले भिडियो अलिअलि लिएको थिएँ त्यो हालिदिउँ कि नहालिदिउँ भयो कि हालिदिउँ जस्तो लागिरहेछ एकछिन के हुन्छ हेरौँ यसो अनि थकाइ पनि लागिरहेछ धेरै नै म अघि के अरे क्यामेरा चार्ज गरेर जान्छु भने क्यामेरा पनि चार्ज भएको छैन रहेछ चार्ज गरे छैन रहेछ बिर्सेको चार्ज गर्न मोबाइल चाहिँ चार्जमा राखेर गएको रहेछ मैले चाहिँ अनि पानी ओसार्दा सबै कपडाहरू भिजियो त्यही हो पानी परिरहेछ अझै काठमाडौँमा अनि तपाईँहरूकोतिर कस्तो छ कमेन्ट गर्नुहोला अनि के हुन्छ हेर्दै जाउँ भोलिसम्म कन्टिन्यू गर्छु म यो ब्लग है भेट्छु म भोलि नै अहिले एकदम टायर भएर चाहिँ खानासाना खान्छु म अनि सुत्दिन्छु म अनि आज एकदमै अल्छी जस्तो भइरहेको धेरै काम गरेर हो कि क्या हो त्यस्तै लागिरहेको मलाई ल त्यसो भए भोलि अघि राम्रोसँग एक्सप्लेन पनि गर्न पारेन मैले के अफिसमा दिदीसँग बोल्दा छिटो म गरिहालेँ कि मैले अफ गरिहालेँ क्यामेरा सर आउनु भएको थियो कि त्यहाँनिर अनि त्यही केही भन्ला कि भनेर मैले अघि क्यामेरा अफ गरेँ हो खासमा नत्र त भ्लग त गर्न मिल्न त मैले अफिसमा चाहिँ गर्न मिल्दैन कि किन भन्दाखेरि बाहिर जस्तै म अब डेलिभरीको लागि गएको छ भने चाहिँ गर्न त मिल्थ्यो तर भ्याइरहेको छैन कि अब डेलिभरी गएको एक ठाउँमा जान्छ त्यहाँ गएर कस्टमरलाई फोन गर्नु पऱ्यो मैले फोन गरेर त्यसपछि त्यो हाम्रो एप सिट भन्ने हुन्छ एउटा त्यसमा चाहिँ हामीले इन्फर्मेसन डिटेलहरू सबै दिनुपर्छ हामी कता छौँ कुन सामान लगेको हो कुन कम्पनीको सामान पुऱ्याइरहेको छौँ कसको सामान हो र कति मिनटमा पुग्छ त्यो सबै हामीले त्यहाँ डिटेल दिनुपर्छ नि त अनि त्यो लेख्दै त्यहीँनिर 5-10 मिनट त्यहीँ खान्छ होइन 5-10 मिनट त्यहीँ खाइसकेपछि चाहिँ
त्यो डिटेल दिएर सकेपछि फेरि अर्को रुटतिर लाग्नुपर्ने हुन्छ, चार काम सघाउनु पर्छ कि। अनि त्यही भएर मैले भ्लग पनि अस्ति एयरपोर्टमा पनि स्टार्ट गर्छु भनेर भनेको थिएँ, तर भएन है अनफर्चुनेटली। त्यो चाहिँ अब बिस्तारै हेरौँ हुँदै जान्छ। आजदेखि त सुरु गरेको छ मैले भ्लग चाहिँ। अब भोलि कतै जान्छु होला, अस्तिदेखि प्लान त बनिरहेको थियो। भोलि अब हेरौँ के हुन्छ, भोलि नै थाहा हुन्छ। त्यो भोलि भेटौँ न त। भोलि भेटेर कता जान्छु भनेर भनिहाल्छु। फेरि उता मम्मीसँग कुरा गरेर कता जानुहुन्छ भनेर म भोलि भन्छु है त। यता भक्तपुरतिर आएको यो मन्दिर यहाँ छु म। आएपछि हेरौँ न। त्यतिखेर के भन्छ त्यो नेवारबाट कुरा भइरहेको थियो नि त। अनि त्यहाँ तपाईँहरूले बुझ्नु हुँदैन, त्यही भएर मैले अहिले भोइस ओभर गरिरहेको। त्यतिखेर चाहिँ के कुरा भइरहेको थियो भन्दाखेरि त्यो मन्दिरमा गएपछि त दान दिनुपर्छ नि त। अनि हामीले त्यो दान दिने कि नदिने भनेर कुरा भइरहेको थियो कि त्यहाँनिर। पूजाआजा सकाएर त्यसपछि दान गरेर जाम्न त भनेर कुरा भइरहेको थियो कि त्यतिखेर। अनि ड्याडीले चाहिँ त्यहाँ फन्नी जोक सुनाएर, त्यो चाहिँ भन्नु मिल्दैन अहिले, फन्नी जोक सुनाएर त्यहाँ फेरि हाँसो ल टाढाङ हेर आज म झार खाएर बसेर कटको पुटाएर मलाई गएको टाढाङ म त मर्छु क्या हो क्या छेउमा बसौँ न यहाँनिर। त्यहाँ अँध्यारो आउँछ अलिकति लाइटै छ पनि। खै त बल्ल देख्यो यता बादल देखाएपछि म कालो हुने रहेछ। आज त यस्तो छ ल भ्यू क्याम्पे डाँडाको। कति पछि आएको भाइ म। यो जुम इन जुम आउट हुने रहेछ। यस्तो छ ल आकाश पनि। यहाँ चाहिँ पानी नै परेन भने यहाँ बहिनी चाहिँ यहाँ छ। काली आयो अहिले कति पछि भेरा क्या। म अघिदेखि मैले हिजो भनेको थिएँ आज भ्लग कन्टिन्यू गर्छु नि यही हो। अब यहीसँगै आज अट्याच गरिदिन्छु क्लिप पनि। अनि के पो भन्नु थियो त्यो के भयो मन्दिरको नाम बिर्सेँ मैले अघि न। के भीमसेन भन्छ त्यसलाई होइन दोर्खा भीमसेन त कता हानि त्यो त। त्यो अघि मैले मन्दिरको क्लिप के भन्नु भीमसेन स्थान हो तर त्यो के भन्छ कुन भीमसेन भन्छ थाहा छैन मलाई पनि। परदेशी बल्ल थाहा हो परदेशी कुन चाहिँलाई महललाई प्यारिस 2x सम्म हुन्छ हौ
देखाएन त्यो पनि प्यालेस डेट एक्सपायर्ड भइसक्यो त्यही वाला हो मैले भनेको होला मैले भने बहिनीले कहाँ त्यत्रो पारिपट्टि को छ्या पागल यहाँ एकचोटि हामी त्यो पारीको धारा हो पारीको धारामा एकचोटि गएको थियो हामी होइन त्यहाँनिर चाहिँ हामी कता गएको थियो अरे पृथ्वी चोक होइन पृथ्वी चोक हो यो धारामा गएको थियो क्या उताबाट बाटो छ खासमा अनि हामी चाहिँ यहाँनिर छौँ बहिनी यहाँ छ त्यही हो देखाएको छैन ल ठिक छ ठिकै छ मैले गुड मर्निङ ब्याड मर्निङ के पनि भन्न पाएन सिधै नुहायो आयो ओऱ्यो सोऱ्यो गऱ्यो यता भक्तपुर आयो चार्यो हतारमा बिहान भक्तपुर मैले अघि के अरे बिहान हिजो है खासमा आज रुम सफा गर्छु भनेको गरे भयो म तर गर्छु घर गएर गरिहाल्छु म टाइम ल्याप्स गर्छु आज टाइम ल्याप्स राखेर गर्छु अनि त्यसपछि त्यतिखेर भिडियो एडिट गरेर म पोस्ट गर्नुपर्ने हुन्छ अहिले चाहिँ हामी आराम गरेको ल यहाँ माथि बादल कस्तो कालो भएको यो रोडमा याद छ दाइ लास्ट टाइम आउँदा झन्डै यहाँबाट पुग्ने खसेको ग्याङ हामी त्यहाँ बेला अलिक बाटो बिग्रेको थियो जल्दी राम्रो गाइज म चाहिँ अहिले घर आइपुगेँ आज दिनभरि लाग्यो त्यही हो अनि के भयो हेरिहाल्नु भयो होला आजको भ्लगमा मैले के गरेँ कता गएँ को भेटेँ अनि कता गएँ तपाईँहरूलाई के देखाएँ सबै है जस्तै ठगलायो ठ्याक्कै 12 घन्टा 9 बजीतिर निस्केको त्यसपछि अहिले फर्किँदाखेरि ठ्याक्कै 9 बजी भयो ठ्याक्कै अनि फर्किँदाखेरि रोडमा स्पेसल्ली बाइकरहरू याद गर्नुपर्ने के कुरा भन्दाखेरि त्यो जुन गाडीहरू आउँछ नि हाई बिमको त्यो के अरे लाइटहरू बाल्छ नि गाडीहरूले स्पेसल्ली कारहरूले त्यो नबालिदिएको हुन्थ्यो कि कस्तो भन्दाखेरि त्यहाँ अपोजिटबाट लाइट आउँदाखेरि होइन आफूलाई केही देख्दैन कि अगाडि के आइरहेको छ भने केही पनि देख्दैन त्यही भएर बाइकरहरू अलिकति राइडरहरू अलिकति सावधान हुन भन्नु चाहन्छु म किन भन्दाखेरि त्यो अघि पनि मैले भोगेर आएको चिज अघि पनि म आउँदै थिएँ बाटोमा त्यो अगाडिको गाडीवालाले पुरै हाई त्यो बिम लाइट के अरे लाइट बालिरहेको थियो मैले अगाडिको के पनि देखाएको थिएन कि त्यही भएर त्यो जहाँ पनि त्यस्तै हो कि जहिले त्यस्तै भने अगाडिको त्यो ड्यास के अरे बिम लाइट एकदमै ठुलो पारेर बालेर आउँछ कि तिनीहरूले गाडीवालाहरूले स्पेसल्ली
अनि त्यही भनेको हो स्पेसली आजको यति नै थियो ब्लग पनि के कस्तो भयो हजुरहरूलाई कमेन्ट गर्नुहोला साथै लाइक सेयर सब्सक्राइब पनि गर्नु होला च्यानललाई कमेन्ट पनि गर्नु होला के भयो के कस्तो लाग्यो तपाईँहरूलाई भनेर ल अब चाहिँ भोलि भेट्नुपर्छ भोलिको नयाँ ब्लगमा सी यु टुमारो बाटो घुमाउनु बाई बाई गाइज